अप्रिल फुलमा चाहिँ आमालाई म प्र्याङ्क गर्छु। आमाको नम्बर दिनु सक्नुहुन्छ तपाईँले। बुढीले बिहानै उठेर यस्तै ढोक्सिन् मेरो बुढीले चाहिँ। मै राम्री हुन के मेरै बुढीलाई प्र्याङ्क गर्छु होइन। ल उकालो लागि है त हामी त वनको बाटो सरर पारेर हिँड्नुपर्छ नि होइन र। सो नमस्ते एभ्रिवान, सबैजनालाई गुड मर्निङ छ। आज हामी के अरे गोर्खा आएको नि 3 दिन भइसक्यो। घुमघाम गऱ्यौँ यताउता होइन। योभन्दा अगाडि दरबारको भिडियो हालेँ मैले, धेरै पछि भिडियो हाल्दैछु डेली ब्लगहरू। सो माया गरिदिनु होला सबैजनाले, माया देखाइदिनु होला। आज चाहिँ फेरि गाउँले बाउले फेरि नयाँ ब्लग लिएर आइसकेको छ। अब हामी चाहिँ यहाँ खाजा खान लागिरहेको छौँ उठ्ने बित्तिकै हुँदैन। अब गाउँबाट आयो, बजार आएपछि के हुन्छ, काम हुँदैन गाउँमा जस्तो। अब बजारमा के हुन्छ, त्यही त उठ्ने खाने त हो होइन, डेली रुटिन। अब ड्युटी गयो भने छुट्टै कुरा। चिया खाऊँ, नास्ता खाऊँ, एकछिन बजार चारौँ है। अब त्यही हो, बजार घुम्यौँ एकछिन। अनि अहिले चाहिँ म गोर्खा सङ्ग्रहालयको ठ्याक्कै अपोजिटमा छु। एपोलो हस्पिटल होइन। ओहो, यहाँ मेरो बुढीले बिहानै उठेर यस्तै ढोक्सिन् मेरो बुढीले चाहिँ। सधैँले तिमी भाग्य मान्यो भने ठुलो हुनु है ल। मायाले चिया बनाएको, चिया त कति कालो हो त। अनि मायाले बनाएको चिया त सेतो हुन्छ होइन र। यहाँ त कालो पो देख्छु त म त। ओहो, यसलाई भन्छ कालो चिया होइन त। ल ठिक, कालो चिया बसेर खाम त। अब पानी खानु जरुरत छ। पहिला उठेपछि पानी खानुहोस् टक्क लाएर, त्यसपछि चिया खानुभन्दा अगाडि। हामी त चिया खाँदैछौँ, यता दिदीले पानी खाँदैछ। र हाम्रो दिदीले चाहिँ कति राम्रो के यता धनियाँ पत्तेना यस्तो हुन्छ बजारमा। अब कहाँ जाने है बारी खोज्न होला। उयो त फुलहरू छ, अरू चिजहरू पनि लगाएको छ, स्ट्रबेरी छ है। म देखाउँछु त्यो पनि तपाईँ सबैजनालाई। है ल देखाइहाल्छु, बरु देखाउनु हुन्छ नि। यो फुल, यो मनी प्लान्ट हो यो त भाँचेको हिजोको। यो के घाँस हो यो, भैँसीले आन्थ्यो होला। यहाँ छ यस्तो छ। यो के हो, यो कान जस्तो छ। देन त यहाँ धनियाँ गमलामा कति राम्रो। ओहो ल, पाके रहेछ, 2-3टा रहेछ हौ, यता नि रहेछ। 3000 years later. सो गाइस, आज चाहिँ होइन अप्रिल फुल हो होइन। अप्रिल फुलमा चाहिँ म अब कसलाई प्र्याङ्क गर्ने। अब म चाहिँ आमालाई आज अप्रिल फुलमा चाहिँ आमालाई म प्र्याङ्क गर्छु। सो आमाको नम्बर दिनु सक्नुहुन्छ तपाईँले होइन। म आमालाई कल गर्न जाँदैछु। आमाको रिएक्सन कस्तो हुन्छ। हामी आज गोर्खा आएको 3 दिन भइसक्यो र 3 दिन हुँदा पनि आमाहरू चाहिँ आएन भनेर रिसाइरहेको छ। आज चाहिँ हामी घर आइसक्यो भनेर भन्नु। अझै तै पनि गएको छैन, तै पनि म फोन गर्छु एकचोटि, तपाईँ सुन्न सक्नुहुन्छ। रिएक्सन है, उठाएन होला। हेलो, कहाँ हो? खाना बनाएन हो? खाना बनाएन। हामी यहीँ तल आइसक्यो। हामी घर मुनि आइसक्यो। यहीँ तल अमिल डाँडा हो भने खाना बनाएर राख्नु छिटो, म त भोक लाग्यो। हामी नाइट हिँडेको थियो कि राति। अनि के अरे बाबा नि बाबा हामी यति छिटो आयो, खुसी लाग्यो कि होला। हामी त घरमा कस्तो कति बेला निस्किने, यतापट्टि भिडमा आएर हेर्नु न, देखिहाल्छ नि। डाँडापट्टि आएर हेर्नु त। कहाँ हुन्छ त त्यसरी? ल ए ल त्यसै झुकाएको। आज अप्रिल फुल हो, आज झुकाउने दिन हो के।
अब त्यही भएर हो तपाईँलाई फोन गरेको नझुकिने होला है मेरी आमा कति खुसी भयो त्यसलाई ल हामी चाहिँ अब आज दिनको 12 बजेतिर आइपुग्छ होला 12 बजे निस्किन्छ एउटा 12 बजे निस्किने ल कडा थियो रियाक्सन अब कसलाई झुक्काउने के गर्ने अब बिस्तारै बिस्तारै गर्दै जाउँ भान्जी सुत्दैछ निधि ल हामी गयो है निधि गएन हामी जान्ला बसिरह ल तिमी उठे हैनौ ल नजान्न बाबा यही बस्नु न बस्न त मन थियो नि जानु परेन हामी ल गाडीको टिकट काटेर आइसक्यो टिकट फेरि उता झोलामा छ टिकट काटेर आइसक्यो अब हामी जान्छ ल गयो है त हामी कसले भने होइन गा ल साँच्ची नै गयो सो होइन अहिले चाहिँ म चाहिँ आमालाई नै प्र्याङ्क गरिसकेँ अनि त्यसपछि भान्जीलाई नै प्र्याङ्क गरिसकेँ अब म मेरो बुढीलाई प्र्याङ्क गर्छु ल यता चाहिँ बुढीले खाना बनाउँदैछिन् मेरो बुढीले है सो राम्रो मिठो बनाउनु पर्यो है ओके रहा नहीं जाता हेलो कहाँ हो के गर्नु बसिरह तिमी कहाँ आजभोलि बिर्सियो नि त कता हो बिर्सियो त आजभोलि त हराउँदै गयो मान्छे नि त्यो त हो भने नि पहिला हामी कति बोल्थ्यौँ आजभोलि त के अरे अनि ऊ भयो नि त नबोलेको नि धेरै भयो कस्तो हेलो ल फोन राख ल हेलो को छ यस्तो हुन्छ बुझ्यो नि के हो र अप्रिल फुल हो कि आज अप्रिल फुल हो मलाई धरी मेरो बुढी चाहिँ यसो सामानहरू किन्नलाई निस्किम है त यहाँ अगाडि चाहिँ जुन काजी दाईको पसल छ मासु पसल त्यहाँ गएर मासु पुस्नु पऱ्यो है सोध्नु पऱ्यो कहाँ गयो खै काजी दाई ए काजी दाई मासु थुँदै हिँड्नु कि हेलो काजी दाई हेलो कहाँ गयो त मान्छे कहाँ जाने गाउँमा चोर राख्नु बानी टिभी रे हिँड्नु हो अबे साले तभी मेरा 0 पनि गर्न हेरभित्र त काजी दाई ए काजी दाई आउनु न यता ल बजारबाट मासु पनि ल्याए अब यसलाई चाहिँ बनाएर खानुपर्छ ल यता चाहिँ मासु होइन त बुढी मासु बन्दैछ बुढी तिम्रो लागि मैले यस्तो राम्रो के होइन को मान्छे हो म टिकटक बनाउन जाँदैछु अब म कुन गीतमा नाच्दा ठिक हुन्छ भन चाहिँ मै राम्री हुन के गरौँ भन्देऊ देखा आपने लापरवाही का नतीजा है और रिस हेर न रिस ओ माय गॉड अलि उल जाऊ न छी के अलि उता छी हाय मै राम्री हुन के गरौँ भन्देऊ गजलला गाउँकी इन्टरटेनको लागि है हजुर यसो गर्नु ल टिकट बनाउनुतिर गइरहेको हामी चाहिँ
म टिकटक गर्छु मेरो बायोमा लिङ्क छ टिकटकको नभए तपाईँलाई थाहा दिनु भयो होला युट्युब गाउँले बाबा भनेर मेरो टिकटक आयो हुन्छ होइन सो अब चाहिँ हामी टिकटकतिर जान्छ है बाई बाई होइन को मान्छे हो भने बस्सकै मासु डढेर कस्तो भयो खालि टिकटक भनेछ मलाई धरि यस्तो बनाएर मासु यता डढाइसक्यो उनीहरू त उताको उतै छ मासु यहाँ डढे कालै भए रिस उठेर आउने हुन्छ त खानेकुरा त बनाउनु पर्यो नि राम्रोसँग डढे मासु यसमा चाहिँ क्याबेज छ अनि अनियन छ अनि कालो जिराहरू हालेर चाहिँ अनि अलिकति हल्का जस्ट मैदा चाहिँ एड गरेर अनि यो बनाएको मिठै भए दामी भए बिस्तारै लो फ्लेममा पाक्दैछ डढ्छ नि त फेरि भेजिटेबलबाट बनेको यो दिदीले बनाउँदै रहेछ सो यो चाहिँ मैले खाएँ बनाउँदैछ अब एकछिनमा खाना खान्छौँ हामी नुन लाखा Few moments later. ल हामी चाहिँ अब खान लाग्यो खाना त्यही खाना खाने ल यहाँ टक्क मासु अनि त्यसपछि उता ढेँडो पनि छ है ढेँडो अनि त्यसपछि दही वगेर अब हामी टक्क खान्छ भने चाहिँ च्याटचुट खान्छौँ ल ल खाइला साथीहरू ल हुन्छ ल खाम है त यस दिदी चाहिँ अब यहाँ दिदी चाहिँ ढेँडो खाने हो ल हामी खाएर भेट्छौँ है त है टक्क खान्छौँ यता त खाना सुरु गरिसक्यो हामी खाएर मात्र भेट्छौँ है त ल खाएर भेट्छौँ है ल अब चाहिँ हामी गाउँ जानु लाग्यो हामीलाई चाहिँ यो सुना दिदी र गगन भेनाबाट हामीलाई चाहिँ यो कुखुरा गाउँको लागि गिफ्ट ल है त कान्छा कान्छीलाई भनेर चाहिँ दिदी भेनाले पठाइदिनु भएको अहिले चाहिँ यहाँ खाजा खाने छ अब हामी काठमाडौँबाट आएको कुखुरा चाहिँ टक्क अब चाहिँ गाउँ लिएर जानेहरूलाई खाजा साजा खान्थ्यो अनि यो चाहिँ मेरो मुना दिदीको पसल हामी अहिले मुना दिदी पसलमा छौँ अब हामी गाडी चढेर चाहिँ घरतिर लाग्छौँ है त 3000 years later. ओके फाइनली हामी गाडीबाट झरेर पनि तल आइसक्यो यता एउटा फुच्चे बेला पारे यसलाई त देखाइ नि देखाएन होला सालको पात्र यो त बराबर भयो होला है यसलाई त देख्दै देखाएन क्या हामी चाहिँ यहाँ तल गाडीबाट झरेर चाहिँ ट्याक्क माथि आइपुग्यो सबै झोला पसिना अब यहाँ अब यो बाटो उभेर जाने हो यो बाटो जानलाई चाहिँ अब त्यही हो चप्पल सप्पल लाउनु पर्यो छत्तो छातो लाउने चल्ने हो कालो होइन त साइली होइन त साइली ए कान्छी चलो अगाडि बढ्यो है हामी ल उकालो लागि है त हामी त वनको बाटो सरर पारेर हिँड्नुपर्छ नि होइन र मेरो चाहिँ यहाँ छ यो कुखुरा चाहिँ काठमाडौँबाट आएको कुखुरा है बिचरा धेरै यात्रा गरिरहेको छ कहिले गएर चाहिँ घरमा गएर आराम गर्नु भइसक्यो बिचराहरूलाई आयो तिमीहरू सिमले गाउँमा है ल अगाडि हिँड्यौँ हामी ओके सियालको बाटो सालको पात सर्ल्याङ 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 हर्ल्याङ 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 लौ छाडै उकालो हो नि क्या ठुलो सबै गाह्रो भयो र गाह्रो भयो पुरै पसिना आउँछ गरे ए गाह्रो छ उकालो ठाड्यो नि त अनि यस्तै हो गाउँले जीवन पहिला जमाना चाहिँ यहाँबाट चाहिँ एकजना मान्छे हाम्रो जुन बाजे हुनुहुन्थ्यो यहाँबाट खसेर चाहिँ यो भिरबाट पुरा खसेर यहाँबाट घुमेर यो बाटोभन्दा माथि यहाँ आएर फर इक्जाम्पल लागि होइन ननाप्दाखेरि नभन्दाखेरि यहाँ माथि आएर बित्नु भएको छ कि त्यो बिचरा रन्थन हेर क्या यत्रो पाहाड छ नि त ऊ तल छ त्यो अनि डाँडै डाँडा उभरी आएछ क्या यस्तो नि हुन्छ क्या बिचरा कस्तो दर्द भयो होला है सो बिकियर बहुत गाह्रो भइरहेको छ उकालो हेर्दै यसको हालत पुरै पसिना फल्केर लाग्यो झोला छ त्यही माथि यस्तो बाटो है बल्ल फाइनली यहाँ बिचमा एउटा चाहिँ
चौतारा छ जुन दुईटा चौतारा यो पनि एउटा चौतारा यो पनि माथि एउटा चौतारा जो धर्म गर्ने क्रममा सबैजनाहरूले मिलेर आफ्नो नाममा बनाएको हो यो चौतारामा आइपुग्यो है त हामी एकछिन बस्छौँ अब बहुत गाह्रो भयो कसको गाउँघरमा छ होइन जसको कसको घर चाहिँ गाउँघरमा छ सो मेन्सन गरौँ यो खैरे चाहिँ कहाँबाट आयो क्या फेरि यो पनि घरमा जाने ल सो कसको गाउँ चाहिँ कुन ठाउँमा पर्छ है भनिदिनुहोस् है गोर्खा जिल्लाबाट कोही हेर्दै हुनुहुन्छ भने त्यसरी गाह्रो भयो है उकालो ल हामी चाहिँ अहिले यहाँ पानी खाँदैछौँ अब घर पनि आइपुग्यो अब त्यहाँ माथि घर अब घर पुगेपछि मात्रै भेटिन्छ है त Few moments later. ल बेलुकाको लगभग 6:30 बजे 7 बजे बल्ल घर आइपुग्यो है गाउँले बाबु हेत्ते नक्कली छोरी नि पुग्यो है डढेर नि लागेछ यार नक्कली ल घर आइपुग्यो घर अब यिनीहरूलाई निकाल्नु छ है ल अब हामीले आजको भ्लगलाई नै अन्त्य गर्न चाहन्छौँ हामी घर आइपुग्यो फ्रेस हुन्छौँ सो कस्तो लाग्यो हाम्रो गाउँ हाम्रो ठाउँ र आजको दिन मेरो भ्लग कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला है त अब हामी त्यो फ्रेस हुनुपर्छ गाउँमा आएपछि त्यही हो है ओके बाई बाई सी यू नेक्स्ट टाइम नेक्स्ट भ्लग नेक्स्ट टाइम है त बाई बाई